तररीवाला ट्रेन पनि गयो। उता गाउँतिर भइदिएबाट माथि शिकार खेल्न जानुपर्ने हो। चिसो चिसो भयो यार हिउँले हैतिर हिउँको म मान्छे बनाउँछु यहाँ है। ल भयो ल है साथी हो। आज चाहिँ ब्रुगेमा हिउँ परिरहेको अवस्था छ है। यो हिजो बेलुकी परिरहेको हो, अहिलेसम्म परिरहेको छ। हेर्नुहोस् मेरो पछाडि हेर्न सक्नुहुन्छ पुरा यस्तो हिउँ परिरहेको छ है। हेर्नुहोस् अहिले चाहिँ म यो घरको पछाडि छु है। हेर्नुहोस् यता यहाँ त्यो हिउँ परेको छ। हेर्नुहोस् हजुर परिरहेको छ। यो चाहिँ ब्रुगेमा चाहिँ हिउँ पर्दा चाहिँ रमाइलो हुन्छ है। योपालि चाहिँ अलिक पहिलाभन्दा अलिक ठुलो परेको अवस्था छ। म एकचोटि सरेर देखाउँछु है। त्यो कतिको परेको छ उता बाटोतिर, यताउता म देखाउँछु है। त्यो हेरिदिनुलाई है त। ल है अब म घरबाट बाहिर निस्किरहेको अवस्था छ है। कतिको परेको छ बाहिरतिर हेर्न सक्नुहुन्छ है। ल हेर्नुहोस् यस्तो परेछ। त्यहाँ ठ्याक्कै त्यही बेलामा यो के तररीवाला ट्रेन पनि गयो। ल साथी हजुरलाई मेरो यो स्पुन ब्लगमा स्वागतम छ। यो ब्रुगेमा हिउँ परेको अवस्था छ है। अहिले पनि परिरहेको छ। बिहान मको 8:30 भएको अवस्था छ है। म एकचोटि तपाईँहरूले देखाउँछु है त कति ठुलो पऱ्यो हिउँ परेको छ त्यो ब्रुगेमा है। त सरर म देखाउँछु हेरेको है। के टुइटी बोल्यो त्यहाँखेरि बतास चाहिँ मजाले चलिरहेको अवस्था छ बिहान बिहान। ल हेर्नुहोस् है यस्तो हिउँ परेको बेलामा त उता गाउँतिर भइदिएबाट माथि शिकार खेल्न जाने हुन्थ्यो। अब यहाँ त जाने कुरा भएन है। तर त्यही हो, झल्को चाहिँ आइराख्ने नै भइहाल्यो। हेर्नुहोस् सुनसान छ है। त्यति मान्छे हिँड्को गइरहेको छैन आज यो हिउँ परेको कारणले गर्दाखेरि। हिउँ पनि यति ठुलो त परेछ है। यो चाहिँ ब्रुगेको यो म बस्ने एरियातिर हो अरे। अलि उता सेन्टरतिर सायद अलिक कम परेको हुनसक्छ। म अलि ब्रुगेको सेन्टरभन्दा अलिकति बाहिरतिर बस्छु। ल हेर्नुहोस् आज यही तालले फोडे गयो नि त एउटा। योपालि त ठुलो पर्नेवाला छ यार ब्रुगेमा। कानी के चिसो चिसो भयो यार हिउँले हैतिर। एकछिन बाहिर निस्केको यसो भिडियो बना भनेर बर्बाद चिसो भयो नि। कान त मेरो त छ कि छैन जस्तो भयो त हैतिरे।
यो चाहिँ बच्चाहरू खेल्ने पार्क हो यो यहाँ पनि यस्तै ठुलो छ प्लेग्राउन्ड हो यो पालि चाहिँ ठुलो परेको छ यार यो बुर्गेमा अझै बढेछ यही पारा भन्दा योभन्दा पहिलाको भन्दा चाहिँ डबल ट्रिपल बढी आउने अवस्था छ है अझै परिरहेको अवस्था छ यस्तो हिउँ परिरहेको छ हेर्नुहोस् बुर्गेमा हिउँको म मान्छे बनाउँछु यहाँ है मैले आइसम्यान बनाउनु लाग्छ आइसम्यान अब टाउको चाहिँ बनाउनु पर्यो त्यसपछि सक्यो हिउँ चाहिँ राम्रो छ भर्न कि फ्याटफ्याट झरिहाल्छ यो कान बनाउनु पर्ने थियो यहाँ ल यो चाहिँ अलमोस्ट भयो अब हात बनाउने अग्रै हुन्न झरिहाल्छ नि यो च्या हात्ती हुन्न कि यार झरिहाल्छ यो
ल भयो अलिअलि एक झलक भयो कति मैले भनेको आइसमेन्ट त खतरा भएको नि तर बस्दैन कि त्यो बनाउनु खोज्यो फर्स्ट झरिहाल्छ नि यो हिउँ राम्रोसँग सम्बन्ध तर पनि आई ट्राई माई बेस्ट ल है साथी आजलाई मेरो भिडियो यही नै थियो हिउँको बारेमा है यो ब्रुगेममा हिउँ परेको अनि यसो बाह्र डुल्ने थिएँ त्यही हो हिउँमा खेल्दाखेरि एउटा गाउँतिर बाल्यकालको याद आयो हिउँ चाहिँ हिजोदेखि परेको छ अहिलेसम्म परिरहेको छ है यस्तो छ यो आजलाई भिडियो यति नै भिडियो कस्तो लाग्यो मन परेपछि लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला हुन्छ अर्को भिडियोमा भेट हुने नै छ तबसम्म मलाई भिडियो चाहन्छ ओके ल बाइ